हेलो साथीहरू, आज चाहिँ म धेरै दिनपछि भिडियो बनाउँदैछु। भिडियो चाहिँ किन बनाउनु छु भने आज चाहिँ धेरै दिनमा धेरै पुरा साह्रो परिरहेको छ। किनभने हामी बस्दै आएको ठाउँमा चाहिँ हामीलाई चाहिँ बाइक राख्न अलिक दिक्कत भइरहेको थियो नि त, साधन नसकेपछि। अनि त्यसपछि चाहिँ हामीलाई कोठा चढ्नु पऱ्यो। अनि त्यही भएर चाहिँ कहाँ कोठा हेर्न आएको थियो कि अनि त्यसपछि आएको राम्रो लाग्यो। त्यो चाहिँ म आइसकेको छु। यो चाहिँ किचन हो, यो कोठा चाहिँ किचन हो। यस्तो छ किचन चाहिँ। बाहिरको रुम पनि देखाउँछ। वडा रुम चाहिँ यो एउटा रुम फेरि यो, अनि यसलाई पनि देखाउँछु। एउटा रुम फेरि यो हो। अनि मलाई चाहिँ एकदम मन परेको छ। एटेच टोयलेट बाथरुम पनि छ। अनि त्यही भएर मलाई चाहिँ एकदम मन पर्यो। अनि हामी चाहिँ आज सेटल हुँदैछौँ। अनि कार्पेट लिन जानुभयो मेरो बुढा चाहिँ। कार्पेट फिट गर्नको लागि चाहिँ अहिलेलाई चाहिँ मैले सबै झाडु पोछाहरू गरिसकेको छु। यो भयो स्पेस, बच्चा खेल्न पनि सजिलो हुन्छ भनेर। अनि यता चाहिँ बाल्कनी छ। अरू यतातिर पनि कपडा सुकाइरहनु भएको। अनि एकदम राम्रो छ भ्यूहरू पनि। आज चाहिँ सामानहरू ल्याउनु पर्यो। यता चाहिँ कार्पेट राख्न लाउनु भएको छ। अहिले हाम्रो यो कोठा चाहिँ कार्पेट रेडी भएको छ। कस्तो देखिएको छ त। यता चाहिँ पुरै भइसक्नु भएको छ। अब यो टेबल चाहिँ हाम्रो अहिले बाहिर राख्ने, हामीलाई धेरै खाने सामान, यसलाई यो काम हाम्रो युज हुँदैन। अब फेरि अर्को रुममा राखिदिनुहुन्छ। अब जाँदै यो रुममा चाहिँ कार्पेट हुँदैछ। अब कोही चाहिँ उहाँसम्म यो कोठामा पनि हुँदैछ। उता चाहिँ रुम मिलाएर आइसकेको छौँ, कार्पेटहरू राखेर। यता चाहिँ अब आधा सामान यो आधाभन्दा धेरै त सबै सामान गइसक्यो। अब यति सामान चाहिँ अब यो चाहिँ सबै सफा गर्न हो। चाहिने सामानहरू लाने, नचाहिने सामानहरू चाहिँ हालिदिने हो। त्यही भएर चाहिँ अब सामानहरू मिलाएर अघि चाहिँ भिडियो बनाउनै पाएन कि अब धेरै सामान निकाल्नु थियो। अनि गजङगुजुङ भइरहेको थियो। अनि त्यही यता मेरो छोरी यता खेलिरहेको छु। म यता चाहिँ फेरि सफा गर्न लगाएको छु। अनि हाम्रो सामान चाहिँ उताको रुममा गइसकेको छ। अब चाहिँ उता रुममा चाहिँ फेरि अब त्यो सामान मिलाउने। अहिले चाहिँ राति भइसकेको छ, 8:50 भइसकेको छ। आधा सामान बाहिर निस्केको छ। त्यही भएर चाहिँ भिडियो चाहिँ लास्टमा हेर्दै गर्नु। म चाहिँ सबै देखाउँछु। रुममा चाहिँ उता कसरी सामान मिलिरहेको छ। अहिले हामीलाई चाहिँ सामानहरू ल्याउँदाखेरि चाहिँ धेरै टाइम लागेको थियो नि। त्यही भएर चाहिँ अहिले चाहिँ हिजो चाहिँ हामी राति चाहिँ त्यत्तिकै सुत्यौँ भुइँमै। दराजहरू सबै आइसकेको। अब यहाँ चाहिँ सेट गर्न सामानहरू सब बाहिर हो। बेडहरू, वासिङ मेसिन सब यो बाहिरै राख्यौँ। अब यो चाहिँ सब सेट गर्न। उता किचनको पनि त्यत्तिकै परिरहेको, त्यो पनि सब सेट गर्न। उता बहिनीले पनि सेट गरेर राखेको छु। उसले चाहिँ आफ्नो एकदम मिलाएर राखिरहेको छु। उहाँ नानी खेलिरहेको छ, बहिनीले मिलाउँदै गर्छु। अब लास्ट लुक चाहिँ म भिडियोमा देखाउँछु। भिडियो चाहिँ लास्टसम्म हेर्नु होला।